गर्दैछौ कान्छी आमै? ए हैन चामल केलाएर बसेकी नि के गर्नु आज चाहिँ पक्कै बुढीले खिर बनाउँछु। आज चाहिँ म खाँदै जान्छु। अब जहिले छैन जहिले दिन लुकाउँछ बुढीले पक्कै खाँदै जान्छु। यो त खाने बेलामा जहिले पड्किहाल्छ हो। यसको त मैले नानी नै गाडी पिथे कि क्या हो घडी हेरेर आउँछ कि क्या हो घरबाट। होइन अनि कान्छी आमै आज त यति राम्रो देखिँदैछ त के कान्छी आमाले आज खिर बनाउन आँट्यो क्या हो? बेसी तेल नमार है बासमतीको मगा मगा। तिम्रो घरबाट गाखी ल्याइदेऊ न त म बनाइदिइहाल्छु। तिम्रै घरमा चाँडो चाँडो गाई दिएको छ बनाउन बरु कान्छी आमै खाइदिनु। हिजो मैले खिर बनाइदिएको छ कान्छी आमै तिमीले राति लिएर आऊँ भनेको त तिम्रो घर त भोटे कुकुर भौ भौ गर्न थाल्यो। बाटैबाट मैले भुराले लिएर गएँ अनि चोर्ने मान्छेलाई देखेपछि कुकुर भोक्दैन कसले भन्छ? मेरो भुँडी त कस्तो टनटन गराउने भोकले अब बनायो भने केही यसलाई पनि दिनुपर्छ नि हौ। हे प्रभु के गर न हौ। खोइ देऊ कान्छी आमै म गरिदिँदैछु। पर्दैन भइसक्यो यो। बुढी बुढीले अब के बनाउ कस्तो भइसक्यो आफूलाई खानु लागिसक्यो थुक मिलिसक्यो खाँदैछु म कस्तो भइसक्यो आफूलाई खानु लागेर कति मिठो गरेर खाएको बुढीले। सुड्डीले त दिँदै दिँदिन यसो हेर तातो चिया र सुरु भुजा खाँदैछु। कस्तो मिठो मिठो के खाँदैछु दिँदै दिन बुढीले। त्यसलाई त म दिन्छु। छोरीको बुढी दुखी जाओस् मलाई देखाइ खाने त्यसका बुढी दुखी जाओस् अनि खाँदैछु बुढीले। अनि के हो कान्छी आमा मलाई चाहिँ दिनु न पर्दैन एक्लै खानुहुन्छ त? अघिबाट थुक्ने सकिरहेको लु यसका त म के गरौँ दिएर तँलाई चाहिएको होइन ला 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 तँलाई चाहिएको हजुर हजुर हजुर